नमस्कार, म कल्याण गुरुङ, डिएसपी ट्राफिक कालिम्पोङ। एसपी कालिम्पोङ सरको पर्मिसन लिँदै सानो हामीहरू यो प्रेस मिट गर्न गइरहेछौँ। तपाईलाई थाहा छ हाम्रो जुन चाहिँ NH10 छ त्यो अति जीर्ण अवस्थामा भएकोले यसपालि जुन चाहिँ NHICDCL ले जुन चाहिँ तपाईको योलाई ह्यान्डओभर लिएपछि उनीहरूले यो NH10 लाई चाहिँ केही मर्मत गर्ने उनीहरूले जमर्को लिएको छ। हुन कारणले गर्दाखेरि हिजो NHIDCL ले जुन चाहिँ एउटा अर्डर यहाँ तपाईको दिएका छन् त्यसमा भनिएको छ कि तपाईको all classes of vehicles shall be regulated with intermittent disruption on 9/4/25 and 10/4/25 9/4/25 10/4/25 प्लस 17, 18, 19 यो 5 दिन चाहिँ तपाईको इन्टरमिटेन्ट जो तपाईको छ यो NH10 जुन चाहिँ हाइवे छ त्यसमा तपाईको इन्टरमिटेन्ट तपाईको बन्द हुन्छ। इन्टरमिटेन्ट बन्द कस्तो भन्दाखेरि तपाईको जस्तो 1 घण्टा खोल्छ 1 घण्टा बन्द हुन्छ, 1 घण्टा खोल्छ 1 घण्टा बन्द हुन्छ। जस्तो तपाईको यहाँ भनेको छ तपाईको आज राति 12 बजी देखि तपाईको भोलि बिहान 6 बजीसम्म फुल क्लोजर अफ अल क्लास अफ भेहिकल, सानो स्मल भेहिकल या तपाईको ठुलो कुनै सब गाडी तपाईको आज राति 12 बजीदेखि भोलि बिहान 6 बजीसम्म बन्द हुन्छ। फेरि 6 बजीदेखि 7 बजीसम्म 1 घण्टा खुल्छ। फेरि तपाईको 7 देखि 8 तपाईको बन्द भनेको छ। 8 देखि 9 फेरि तपाईको खुल्छ, 9 बजी 10 बन्द। यसै प्रकार 1-1 घण्टा खुल्छ, 1 घण्टा तपाईको बन्द हुन्छ। यसमा भनेको छ द मुभमेन्ट अफ अल हेभी भेहिकल्स शैल बी प्रोहिबिटेड इभन ड्युरिङ द इन्टरमिटेन्ट आवर्स अफ ओपनिङ अफ NH10 सेक्सन। यो इन्टरमिटेन्ट तपाईको यो जुन चाहिँ बन्द 1 घण्टा खोल्ने 1 घण्टा बन्द हुने जुन चाहिँ क्रम छ त्यसमा पनि त भनिएको छ कुनै प्रकारको हेभी भेहिकल चल्नु पाउँदैन। कारण तपाईको यो NH10 साह्रै जीर्ण अवस्थामा छन्। आउँदो जुन चाहिँ मनसुन सिजन छ सबैलाई थाहै छ तपाईको पहिला पाली जुन चाहिँ तपाईको फ्ल्यास फ्लड भएको थियो त्यसले गर्दाखेरि ठुलो एउटा जमर्को लिएको छ हाम्रो NHIDCL कम्पनीले र त्यो बनाउनको लागि हामीलाई धेरै गाडीहरूको तपाईको त्यो रेस्ट्रिक्सन दरकार छ। उनीहरूले ठुल्ठुलो मसिनहरू हाल्छ, हालैमा तपाईँको एउटा ढुङ्गा झरेर तपाईँको गाडी कुचायो र यस्तो प्रकार कुनै प्रकार ठुलो दुर्घटना नहोस्, ज्यानमालको हानि नहोस् भन्न हुँदै हामीले यो तपाईको केही बाधा निषेधहरू हामी यहाँ आरोप गरेका छौँ। यो चाहिँ भयो तपाईको NHIDCL को अर्डर हामीहरू यो FB पनि दिनेछौँ। अब यसको साथसाथमा तपाईको हाम्रो DM कालिम्पोङ सरले पनि एउटा अर्डर निकाल्नु भएको छ हिजो नै। यसको प्रतिलिपि हामीहरू FB मा हामी दिनेछौँ, विच इज सेल्फ एक्सप्लेनेटरी। यसमा भनेको के छ भन्नलाई तपाईको यो चाहिँ तपाईको यो जो छ तपाईको इन्टरनल रोडको बारेमा यो भनेको छ। भनेको तपाईको यहाँ भेहिकल रेस्ट्रिक्सन मुभमेन्ट अफ अल हेभी भेहिकल हेभिङ लदन वेट एबभ 6 टन 6 व्हीलर कुनै पनि हेभी भेहिकल तपाईको 6 टनको माथि अनि 6 टन 6 चक्केवाला त्यो गाडी तपाईको कुन बाटो गोरुबथान पाण्डाडा ऋषि भाया हुँदै तपाईको लाभा अलगढा पेदोङ यो बाटो चल्नु पाउँदैन। 6 टनको बेसी 6 चक्के गाडी यो बाटो चल्नु पाउँदैन। अब के भनेको छ अर्को भन्दा यो भेहिकल मुभमेन्टमा के भनेको छ भन्दा हुँदै भेहिकल हेभी भेहिकल अप टु 6 टन en route to Kalimpong town only shall move from Algada to Kalimpong from 21:00 hour to 6:00 hour। हेभी भेहिकल जो चाहिँ तपाईको 6 टन देखि कम्तीमा छ वजन दैट इज डेस्टिनेसन इज टुवर्ड्स कालिम्पोङ टाउन en route to Kalimpong town आर ओन्ली अलाउड कति बजीदेखि राति 9 बजीदेखि बिहानको 6 बजीसम्म। अर्को कुरा के भनेको छ भन्दाखेरि नो हेभी भेहिकल en route to any other destination other than the Kalimpong shall be allowed to pass through the Kalimpong town। कालिम्पोङ सहरलाई पार गर्नु अरु कुनै डेस्टिनेसन जानु पाउँदैन, केवल मात्र तपाईको कालिम्पोङ टाउनसम्म मात्रै जानु पाउँछ जुन गाडीको वजन चाहिँ तपाईको 6 टन भन्दा मुनि छ, 6 चक्के छ, त्यो पनि राति बेलुका 9 बजीदेखि बिहान 6 बजीसम्म। यो चाहिँ हाम्रो DM साहबको हो। यसमा सानो एउटा डिफरेन्स के छ भन्दाखेरि यहाँ हाम्रो जुन चाहिँ NHICDCL ले भनेको छ 9 तारिक 10 तारिक अनि 17, 18, 19 यो 5 दिनको कुरा छ। यसमा इन्टरमिटेन्ट 1 घण्टा खुल्छ 1 घण्टा बन्द हुने कुरा भनेको छ। तर जुन चाहिँ हाम्रो DM साहबले यहाँ भन्नुभएको छ यसमा छ तपाईको यो चाहिँ इन्टरनल रोडको बारेमा द सेट रेस्ट्रिक्सन अर्डर
shall come into effect from the 9th day of April 2025 until further order. डिएम साहबको जुन चाहिँ अर्डर चाहिँ भित्रभित्र यो त इन्टरनल रोड चल्ने बाटो यो चाहिँ तपाईँ अन्टिल फर्दर अर्डरसम्म यो चल्ने छ। हामी सबै मिलेर प्रशासनसँग तपाईँको कोअपरेसन गरौँ सो द्याट हाम्रो एनएच 10 चाँडैभन्दा चाँडै छिट्टै राम्रो होस् अनि आउँदो हाम्रो जुन चाहिँ यो मनसुन सिजन छ यसमा हामीहरू शान्ति भएर ढुक्कसँगले हाम्रो गाडी कुदाउनु पाऊँ। यति भन्दै म समाप्त गर्दछु। धन्यवाद।